ल हेर्नु है, ल ल ल हेर्नु साथी सबैजना हेर्नु, यो 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 अहिले विद्युतको तलै सिमजोर हो, यो पुरै सोलरमाथि नहरमाथि पानी छिरिसक्यो, यतिसम्म भइसक्यो है। तपाईँ खोलाको आसपास बस्ने मान्छे छ, नाङघाट मेरो हिसाबमा नाङघाट डुब्छ, ल नाङघाट डुब्छ पुरै। यो हाइवे त केही रहँदैन, हाइवे रहँदैन। यो मेलम्ची भन्थ्यो, यो मेलम्चीको बाउ हो, यो यो यत्रो यत्रो बाढी आएको छ यहाँ, तर सिमजोर पुगिसक्यो हेर्नु कि। तलको सोलर हेर्नु, सोलर सबै गइसक्यो, ल हेर्नुहोस्, सोलर सबै नहरमाथिमा गइसक्यो, ल हेर्नुहोस्। यो बस पार्क मुनि, यो बस पार्क वाटर टावर होटल पनि देखाइन्छ यहाँबाट, वाटर टावर होटलको मुनिको पानी हेर्दा हेर्नुहोस्, वाटर टावर होटलमा माथि पानी आधी भइसक्यो। यो हिसाबले कहाँ जान्छ ल हेर्नु। विद्युत त अब विद्युत पनि हामी यहाँ के भाग्ने नभाग्नेमा छौँ हामी यहाँ। खोला बगर हुन्छ भाग्नु होला है, ल ल हस्, ल हेर्नुहोस्, ल हेर्नुहोस्, ल यत्रो खोला अझ पनि घट्ने कुनै नाम निशान लेखाएन। खोलाले घट्ने झन् बढिरहेको छ, घटना बढिरहेको छ। यहाँ पुलिसहरू यहाँ बस्न पनि देखाएन, विद्युतको माथि बस्न देखाएन ल है, ल। तपाईको सूचनाको साथी दैनिकी.com